हेलो एभ्रिवान, वेलकम टु सरोज पन्थी अफिसियल युट्युब च्यानल। भाउजीले कुकर समाएर बस्नु भएको भात पकाउनलाई, होइन मकै उसिन्नलाई। केटाहरू यहाँ बसिरहने हेरिरहेछन्। ल हामी चाहिँ अब निस्क्यौँ है। हामी घुम्न जान लाग्छौँ ट्री हाउस। ट्री हाउस भनेको चाहिँ यता पारि त्यो डाँडा माथि है, त्यो डाँडा माथि उता माथि त्यो चाहिँ ट्री हाउस। हामी त्यहाँ जान लाग्छौँ है। अब चाहिँ हामी निस्किन लाग्छौँ। कपिल के हो ल, मकै नङ्गन जाने हो कि नै? मकै नङ्गन जाने हो कि नै? यिनलाई केही थाहा छैन बिचरा, यिनी सुत्या अचेत छ नि रातिदेखि। नि आज फेरि मकै आयो, यिनलाई मकै सर्न किन मकै खोल्सन लाउन आएको होला यार। यिनलाई हुन्छको आटाले बर्बाद पारे मकै नङ्गाउन जाने भन्छ नि। 1 घन्टा पत्र निकालिरहन्, 1 घन्टा पत्र निकालिरहन्। यो त मकै होइन नि, अझै गहुँ। यिनीहरूले लिचीको बोटोलाई आँपको बोटोलाई लिची भन्दै थिए। यिनी यहाँ पूर्ण रूपमा टुरिस्ट जस्तो भएन, केही थाहा नभएको। यस्तो गरे कि सब पुरै एकैचोटि यस्तो गरी यसो गर्ने त्यस्तै तान्यो सक्छ सब बिएको कि अरेल फाल्ने सबै फाल होला। भेजमा काँडा मासु पनि नन भेज भएछ होइन? यो त बाख्रा पाले हामी त हाम्रो उता बाख्रा छन् हाम्रा छन्। सिचुरी काम गरेर हामी घुम्न जाने ट्री हाउस जान लाग्छौँ गाइस हामी। तर यिनीहरू यहाँ भुलिरहन्, किरासँग काटे यिनले। हजुर होइन नि, तल्लो गएको हामी, तलबाट गएको। यो अराही जाने बाटो हो। हामी अहिले गएको छौँ। ओके, हामी कहाँ जाँदैछौँ रे? ट्री हाउस जाँदैछौँ हामी। यता चाहिँ तम्गास बजार जाने बाटो यो होइन, यो चाहिँ यताको चाहिँ यो अराही जाने बाटो छ त। गाइस हामी हेडक्वार्टर तम्गासबाट ट्री हाउस घुम्नको लागि जाँदैछौँ। अगाडि अझै राजतला सरोजपन्थी र म बिहान भएर ट्री हाउसमा हामी लागिरहेको छ। अब यहाँ चाहिँ जाने हाइवे है, ट्री हाउसमा 10 मिनटमा पुग्छौँ। राम्रो आज हामी चाहिँ के अरे यो ट्री हाउस जाँदैछौँ होइन। तम्गासदेखि यहाँ केटाहरू यहाँ भर्खर नयाँ छन्। कपिल मेरो पछाडि बसिरहेछन्। उनी रामेछापबाट अगाडि भित्रको अझै राजतला काठमाडौँ भक्तपुर यो ठाउँबाटै हो। सो केटाहरूलाई चाहिँ ट्री हाउस घुमाउने भनेर हामी चाहिँ अहिले ट्री हाउस जाँदैछौँ। लगभग अब पुगिसकेका छौँ। चाहिँ लालीगुराँस फुलिरहेको रहेछ। वसन्त अझै सकिएको छैन। ऐसलो पनि एकदमै धेरै फलेको छ। तपाईँ छ त्यो पारी चाहिँ रेसुङ्गा। हामी भोलि जान्छौँ त्यता। यो चाहिँ तम्गास बजार। कस्तो लाग्यो यहाँसम्मको ट्राभल? राम्रो छ। हामी अहिले चाहिँ उनायाचोर भन्ने ठाउँमा हामी ट्री हाउसले फेमस भएको। अझै रास्तालाई बाइकमा आउँदैछ। पछाडि देखिएको यो चाहिँ विद्युतको सब स्टेसन हो। यसको भर्खरै निर्माण कार्य सम्पन्न भएको छ। अब तारहरू चाहिँ तान्न बाँकी हो। अझै कस्तो लाग्यो ठाउँ? कस्तो लाग्दैछ? बाइक राइडिङ कस्तो भयो? सबै पिच सबै पिच रहेछ। उहाँहरू काठमाडौँबाट। र ऐसले म कान्छो। ठिकै छ हजुर। लसुन बनाएर टिकटक बनाउनु
गेट भयो होइन ऐसोले खाइरह उनायचोर भगवती मन्दिर भन्ने है यो खड्क भगवती मन्दिर भन्ने हो कि कपिल चाहिँ गुल्मी आएर ऐसलु खाँदैछ आफै टिपेर बोटमा यति धेरै पाकेको छ यो पालि ऐसलु ल कता गुल्मीको ऐसलु मिठो रहेछ कि रामेछापको उस्तै हो गुल्मीको अलि बढी मिठो छ यहाँ अलि बढी चिसो भएको छ नि त ठाउँ चिसोमा फलेको भएर चाहिँ अलिक बढी मिठो छ क्या तिमीलाई के लाग्छ यो कुरा तिमी भक्तपुरमा खाथ्यौ ऐसलु त्यसै खाथेनौ रसिलो छ नि होइन काफल जस्तै हो काफल पनि बहुत रसिलो छ नि यताको हो कि नै मजा आउँछ तर यो धेरै खायो भने गर्मी हुन्छ फेरि ल यो चाहिँ अब हाम्रो उनायचोरको बनेको गेट होइन राम्रो छ नि होइन यो चाहिँ ग्राउन्ड हो है यहाँ चाहिँ फुटबलदेखि क्रिकेट टुर्नामेन्टहरू भइरहेको छ ग्राउन्डहरू धेरै छ अलिक धेरै भन्दा पनि ठिकै छ जो पुगिया छ हामी चाहिँ कहाँ यो उनायचोर आयो होइन मन्दिर चाहिँ हाम्रो उनायचोरको मन्दिर हजुर दर्शन गर्दैछन् यस्तो छ हाम्रो उनायचोर खड्क भगवती मन्दिर रेसुङ्गा नगरपालिका 5, 6, 7 भनेको थिएँ अघि मैले यो चाहिँ सङ्गम स्थल हो कि 5, 6, 7 को कस्तो रहेछ मन्दिर कस्तो लाग्यो अझैलाई कस्तो लाग्यो ए तिमी तप गरिरहेको ल शान्त भएर बस हामी जाउँ यता घुम्न एकछिन ल माथि बाँदर चढिरह गाइस monkey is there monkey is climbing a tree रुखमा चढेको मान्छे रुखमै अड्कियो कसरी झर्ने भन्ने थाहा छैन रे कसरी झर्ने त फुङ हाल्ने आम फाल्ने यस्तरी चढेको गाइस हेर यति माथि छ हेर है यति माथि छ हामी अहिले उनायचोरमा छौँ ट्री हाउसमा यिनी यसरी झर्दैछन् है तर यिनी एकदम डराई बल्ल बल्ल झर्दैछन् हेर कापी बल्ल झरे है कस्तो लाग्यो 20 फिट माथिबाट झर्यो 20 फिट माथिबाट झन्डै कस्तो लाग्यो ठाउँ बहुत रमाइलो छ ठाउँ हामी उनायचोरमा फोटो खिच्ने कार्यक्रम सक्यौँ अब हामी कता जाने हो ट्री हाउस चढ्ने अब ट्री हाउस त्यही त अति चढ्ने ट्रीमा चढी कपिल खड्का माथि गइसकेको छ केटा हो ट्री हाउसमा माथि गएर पोज दिइरह फोटो खिचिदिने भनेर पोज दिइरह हो फोटो खिच्नलाई हामी जानु लाग्छ ल सो हामी ट्री हाउसमा पुग्यौँ ट्री हाउस यस्तो छ त्यो ट्री हाउसमा आइसके यो चाहिँ वृक्ष गगन गृह ट्री हाउस हामी यहाँ जाँदैछौँ यस्तो सिडी चढेर जानु पर्यो ल हामी जाँदैछौँ माथि चढ्दैछौँ यहाँबाट चाहिँ सुन्दर बजार तम्घास देखिन्छ एकदमै सुन्दर रेसुङ्गा अनि अर्जुन डाँडा लालीगुराँस एकदमै राम्रो फुलिरहेको रहेछ नि यहाँ है नेपथ्यमा लालीगुराँस छ लालीगुराँस एकदमै राम्रो फुलिरहेको छ नेचर एकदमै पिसफुल छ यहाँबाट हेर्दाखेरि गुम्बा हो त्यहाँ होइन पानी ट्याङ्की माथि माथि पान्थराईमा टिका घामको नाम सारी गरीलाई जाऊ मुटु तिम्रै नामको हेलो एभ्रिवन हामी ट्री हाउसको टपमा छौँ माउन्ट एभरेस्ट जस्तै ट्री हाउसको टपमा यहाँ चाहिँ एकदम चिसो शीतलता छ होइन प्रकृतिले न्यानो स्पन्दन पठाउँछिन् यो चाहिँ ट्री हाउस हो कस्तो लाग्यो ट्री हाउस राम्रो छ चियाको कमी भयो
चियाको कमी भयो क्याफे क्याफे खोल्नु पर्यो हो क्या चियाको चाहिँ कमी भयो पछाडिको दृश्यमा यु गाइस क्यान सी तमघास बजार है एकदम बवाल तमघास देखिन्छ हेलो हामी अब यहाँ ट्री हाउसबाट चाहिँ बिदा हुँदैछौँ हामी घुमेर आयौँ कस्तो लाग्यो त केटाहरू ट्री हाउस पिस तपस्या गर्ने ठाउँ जस्तो लाग्यो तपस्या गर्ने ठाउँमा मैले तिमीलाई भोलि लग्छु किनकि भोलि चाहिँ वी आर गोइङ टु रेसुङ्गा होइन तिमी त्यही हराउँछौ पक्कै पनि हेलो हामी अब उनाचोरबाट फर्किँदैछौँ है अझै आउँदैछ पछाडि म बाइक चलाइरहेको अझै स्टन बाजी गरिरह है स्टन बाजी गरेर हेर रेसुङ्गातिर गएको उड्यो भाइ हामी फर्क्यौँ है अब सियो पछाडि उनाचोर फर्क भगवती मन्दिर सो टिल देन थ्याङ्क यू फर वाचिङ किप वाचिङ सरोज पन्थी अफिसियल के रे किप वाचिङ के रे अफिसियल हेर्दै गर्नु होला हामी पनि तपाईँहरूलाई नयाँ नयाँ भ्लग्स देखाउने नै छौँ तबसम्मको लागि आफू र आफ्नो सबैजनाको केयर गर्नु होला ख्याल राख्नु होला थ्याङ्क यू टाटा बाई बाई सी यू गाइस सो हामी चाहिँ ट्री हाउस घुमेर आयौँ है अब चाहिँ भोक लाग्यो खाजा खानु पर्यो खाजामा चाहिँ मोमो छ हामीले रमाइलो होटलमा मोमो खाँदैछौँ हुँदैन यस्तै हो मोमो खाँदैछौँ यो चाहिँ भ्यू हो हामी यो भ्यू हेर्दै रेसुङ्गा हेर्दै मोमो खाँदैछौँ केटीहरूसँग हामी यस्तै हो कि एकछिन भनेर फोटो खिचेर खानै दिँदैन यस्तै यार गाह्रो छ यार केटी स्न्याप बनाउनु पर्छ यार खानाको स्न्याप होइन